हेलो गाइज, आज तपाईँहरूलाई म मार्केटमा के भइरहेको छ होइन, आजको मार्केटमा देखाउन गइरहेको छु होइन। फर्स्टमा जानुहोस् चुकुल.com जानुहोस्। चुकुल.com गइसकेपछि म त्यहाँ रेजिस्टर गरिसकेको छु, त्यही भएर यस्तो देखाइरहेछ। तपाईँहरूलाई यता जानुभयो भने रेजिस्टर हियर भनेर देखाएको हुन्छ, यतातिर होइन रेजिस्टर गर्न सक्नुहुन्छ। अनि फर्स्टमा चाहिँ यता जानुहोस्, नेप्से चार्टमा यहाँ छ, तल छ। नेप्से चार्टमा गइसकेपछि यो तल तान्नुहोस् होइन, तल तान्नुहोस्। टेक्निकल चार्टमा जानुहोस्, टेक्निकल चार्टमा जानुहोस्। आज चाहिँ नेप्सेको हालत यस्तो छ होइन, यस्तो छ नेप्सेको हालत होइन। अलिकति गरेर टप किनर्स भन्छ, एफओडब्ल्युडी यस्तो यस्तो छ। टप किनर्स, टप लुजर्स होइन। तपाईँहरूलाई म एउटा यस्तो यस्तो देखाउन गइरहेको छु होइन, त्यसले चाहिँ प्रफिट दिन सक्छ तपाईँहरूले। यहाँ लेख्दैछु म, हाथा वे छ होइन। यो चाहिँ मलाई खतरा लागिरहेछ अहिले होइन, यो चाहिँ मलाई खतरा लागिरहेछ होइन। अहिले चाहिँ तपाईँले यसो टेक्निकल एनालाइसिस गर्न पनि सक्नुहुन्छ। हामी चाहिँ इन्डिकेटर युज गरौँ है। सुरुमा चाहिँ कुन गरौँ, सुरुमा आरएसआई रिलेटिभ स्ट्रेन्थ इन्डेक्स युज गरौँ होइन। यसले पनि राम्रै पोजिटिभ दिइरहेछ होइन। त्यसपछि हामी मुभिङ एभरेज होइन, मुभिङ एभरेज एक्सपोनेन्सियल हेर्न सक्नुहुन्छ होइन। यसको पनि यस्तो छ होइन राम्रो। त्यसपछि हामी एमएसिटी युज गरौँ होइन, एमएसिटी पनि युज गर्न सक्नुहुन्छ। यस्तो छ तपाईँलाई होइन, राम्रो सिग्नल दिइरहेछ होइन। मलाई हेर्न सक्नुहुन्छ, तपाईँले हेर्न सक्नुहुन्छ होइन, राम्रो सिग्नल दिइरहेछ क्या। यस्तो सिग्नल दिइरहेछ होइन, यहाँ राम्रो सिग्नल दिइरहेछ क्या। यो यस्तो यो सिधै सिधो छ नि, यो भनेको अप ट्रेन्ड नै जस्तो देखिन्छ होइन, अप ट्रेन्ड नै देखिरहेछ यहाँ होइन। यो हेर्न सक्नुहुन्छ। यो अब यहाँ पनि यो हल्का अब एमएसिटीले पनि यो क्रस हान्यो भने तपाईँ ठ्याक्क यो पनि अब क्रस हान्यो। यो चाहिँ आरएसएले चाहिँ राम्रो बाइङमा दिइरहेछ क्या। अनि यो एमएसिटीले चाहिँ हल्का यो पनि अहिले यति नै हो बेला, यति नै बेला हो किन्ने नि। हाता वेले एकदम राम्रो दिन्छ प्रफिट होइन। यो हेर्न सक्नुहुन्छ तपाईँले माथि कति गइरहेछ होइन, हेर्न सक्नुहुन्छ। यस्तो छ होइन, यस्तो छ इन्डिकेटरहरू चाहिँ होइन, एकदम राम्रो छ होइन। तपाईँहरूले यो किन्न सक्नुहुन्छ। यो चाहिँ मलाई बवाल लागिरहेछ होइन, तपाईँहरूले यो किन्न सक्नुहुन्छ होइन। यो चाहिँ राम्रो स्टक छ, यस्तो छ होइन, एकदम राम्रो स्टक छ। तपाईँले हेर्न सक्नुहुन्छ होइन। एमएसिटी बुलिन्जर आरएसआई हेर्न सक्नुहुन्छ। यस्तो छ स्टक्सहरू चाहिँ। यस्तो छ होइन, यस्तो छ होइन। तपाईँहरूले यहाँ बाई गर्न सक्नुहुन्छ होइन। यतिखेर यो हाता भए एकदम राम्रो छ होइन। आरएसए पनि हेरौँ होइन, आरएसए पनि एकदम लाइनमा छ, आरएसए लाइनमा छ होइन, आरएसए एकदम लाइनमा छ। तपाईँहरू अब हेर्न सक्नुहुन्छ। अरू पनि मुभी एभरेज यो पनि एकदम राम्रो सिग्नल दिइरहेछ होइन। तपाईँहरूले हेर्न सक्नुहुन्छ क्या, एकदम एमएसिडी आरएसएहरू एकदम राम्रो छ होइन। यो किन्न सक्नुहुन्छ तपाईँले। आजको लागि चाहिँ यति नै।